नमस्ते साथीहरू, स्वागत छ फेरि मेरो अर्को नयाँ ब्लगमा। आज चाहिँ म जापानको प्रसिद्ध उसिको दाइची घुम्न गएको छु। यो चाहिँ सबैभन्दा अग्लो मूर्ति हो, बुद्धको मूर्ति हो। यो चाहिँ 120 मिटर रहेको छ। आज हामी यहाँको बाहिरी भित्री सबै देखाउने छु म तपाईहरूलाई। आशा छ हजुरहरूलाई मन पर्नेछ। अब हामी बुद्धको भित्री भाग पनि हेर्ने गइरहेको छौँ। यो चाहिँ बुद्धको भित्री भाग चाहिँ म्युजियमले भरिएको छ। बुद्ध कसरी बनाइयो र बुद्धको आकार कसरी दियो र नेपालको बारेमा पनि यहाँभित्र केही लेखिएको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। म्युजियमभित्र चाहिँ हजारौँ मूर्तिहरू राखिएको छ, सबै बुद्धको नामहरू लेखिएर। यहाँ चाहिँ पूजाआजा पनि हुने रहेछ। बुद्धको मूर्तिभित्र पूजाआजा पनि गरिने रहेछ। यहाँ चाहिँ हजारौँ मूर्तिहरू छन्, थरीथरीका फरक फरकका नामहरू लेखिएर राखिएको छ। यो मूर्ति चाहिँ कसरी बनाइएको र मूर्तिको जोडन कसरी गरिएको सबै यसमा लेखिएको छ र राखिएको पनि छ। यो चाहिँ नेपालबाट मानिसहरू आएर बनाएको भनेर यसमा लेखिएको पनि छ। र नेपाल बुद्ध चाहिँ कसरी जन्मिए, कहाँ गए, कसरी हुर्के सबै यसमा लेखिएको पनि छ। र बुद्धको मूर्तिको वरिपरि बगैँचा सुन्दर शान्त छ, हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। यस बुद्धको भित्र चाहिँ एउटा सानो पोखरी रहेको छ, त्यसमा चाहिँ साकुरा फरे बेलामा चाहिँ साकुराको भ्यू एकदम राम्रो देखिँदो रहेछ। यहाँ जाँदा चाहिँ मलाई मेरो मन चाहिँ शान्त सुन्दर भएको अनुभव भयो। हामी चाहिँ बेलुकासम्म त्यहीँ बसेका थियौँ र साँझ पर्ने बेलामा चाहिँ झन् राम्रो देखिँदै आएको थियो। बुद्धको मूर्ति हेर्न सक्नुहुन्छ कति राम्रो हो। म चाहिँ हेरेकै गरिरहेँ। यसलाई हेर्दा यसको टाइम पनि अब भइसकेछ। त्यहाँको ढोका छिर्ने मान्छेले चाहिँ अब हाम्रो 5:30 भयो, बन्द गर्ने बेला भयो भनेर हामीलाई चाहिँ जानुहोस् भनेर आग्रह गरेर अनि हामी चाहिँ निस्कियौँ। 5:30 भइसकेपछि म चाहिँ एकैछिन बाहिर पनि हेरेँ बुद्धको मूर्ति। त्यसपछि साँझ पर्यो, सनसेट हुन लाग्यो। अनि सनसेट भएपछि हामी सनसेट हेर्दै घरमा आयौँ। आशा छ हजुरहरूलाई मेरो ब्लग मन पर्यो होला। कमेन्टमा लेखिदिनु होला कस्तो लाग्यो।